नमस्कार। आज हामी नेपालको भूमि व्यवस्थापनको एउटा एकदमै महत्त्वपूर्ण कानून भूमि सर्वेक्षण तथा नाप जाँच ऐन 2019 को बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, यो ऐनले खासमा नेपालमा जग्गा कसरी नापिन्छ, कोसँग के अधिकार हुन्छ भन्ने कुराहरूलाई व्यवस्थित गर्छ। हाम्रो आजको छलफलको उद्देश्य चाहिँ यसका मुख्य व्यवस्थाहरू के छन् र तिनले व्यवहारमा कसरी काम गर्छन् भन्ने बुझ्नु हो। ठीक हो। यसको प्रस्तावनामै एउटा कुराले मलाई सोचमग्न बनायो। यसले जग्गा नाप्ने र छुट्याउने मात्र होइन कि विभिन्न वर्ग, समुदाय वा क्षेत्रका मानिसहरूबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्न अनि नागरिकको सुविधा बढाउन पनि यो ऐन ल्याइएको भन्छ। त्यो उद्देश्य आफैमा निकै महत्त्वपूर्ण छ हैन, जग्गाको कुरामा सद्भाव कायम राख्नु। हो नि। ल त्यसो भए यसलाई अलिक खोलौँ न। यो नापजाँचको काम सुरु कसरी हुन्छ त? कसले गर्छ यो? यसको सुरुवात त नेपाल सरकारको आदेशबाटै हुन्छ। ऐनको दफा 3 अनुसार सरकारले आदेश दिन्छ अनि तोकिएको जुन सरकारी निकाय छ उसले नापजाँचको काम अगाडि बढाउँछ। के कुरा? त्यसमा के भनिएको छ भने नापजाँचको टोलीले सर्वेको लागि स्टेशन राख्न होस् वा अरू उपकरण प्रयोग गर्न कुनै पनि जग्गामा जान सक्छ, अनि त्यो पनि कुनै नियन्त्रण बिना। कुनै नियन्त्रण बिना? त्यो त अलि कस्तो सुनियो। यसले नापजाँचको कामलाई कति माथि राखिएको रहेछ, कति प्राथमिकता दिएको रहेछ भन्ने देखाउँछ। निकै नै फराकिलो अधिकार भयो यो त। अनि त्यो पहिलेदेखि नै जग्गाको अलिअलि जानकारी राख्नेहरू जस्तै जिम्मेदार पटुवारी हुन्थे नि पहिला, उहाँहरूको भूमिका के हुन्छ त? हो, उहाँहरूलाई पनि ऐनले समेटेको छ। दफा 3 कमा के छ भने उहाँहरूले आफ्नो जिम्मामा भएको जग्गाको किता नम्बर सहितको रेकर्ड बनाएर तोकिएको समयभित्र मालपोत कार्यालयमा बुझाउनुपर्छ। बुझाउनै पर्ने? अनि नापी टोलीले आवश्यक परेको बेला बोलायो भने सहयोग गर्न जानुपर्ने कर्तव्य पनि तोकिएको छ। मतलब परम्परागत ज्ञान र सरकारी प्रक्रिया जोड्न खोजेको जस्तो देखियो है? हो, त्यस्तै देखिन्छ। अनि सँगसँगै मालपोत कार्यालय वा अरू सम्बन्धित अफिसहरूले पनि नापजाँच सुरु हुनुभन्दा अगाडि चाहिने कागजातहरू, रेकर्डहरू नापी गोसवारा वा नापी कार्यालयलाई दिनुपर्छ। दफा 3 खमा छ यो। सबै मिलेर गर्नुपर्ने काम रहेछ? हो, यो एउटा समन्वयात्मक प्रयास नै हो। अनि क्षेत्रफल नाप्ने तरिका नि? पहिला त कतै रोपनी कतै बिघा चल्थ्यो, त्यो कसरी मिलाइयो? एकदम। दफा 4 ले त्यसलाई स्पष्ट पारेको छ। अबदेखि 10,000 वर्गमिटर बराबर 1 हेक्टर भनेर मानक तोकियो। हेक्टरमा? हो, अनि जग्गाको रेकर्डमा चाहिँ हेक्टर र वर्गमिटर दुवै लेख्नुपर्छ। वर्गमिटरलाई त झन् दशमलव पछिको 2 अङ्कसम्म देखाउनुपर्छ भनिएको छ। ओहो, निकै सानो इकाइसम्म जानुपर्ने। शुद्धताको लागि होला है? एकदम। यसले कति प्रिसिजन खोजिएको छ भन्ने बुझिन्छ। अनि पहिलेका बिघा वा रोपनीमा भएका रेकर्डहरूलाई पनि मालपोतले यही हेक्टर र वर्गमिटरमा बदलेर राख्नुपर्छ। त्यो त राम्रो भयो, देशभरि एउटै सिस्टम भयो। हो नि, मानकीकरणले धेरै सजिलो बनाउँछ। ल, क्षेत्रफलको कुरा त भयो, तर जग्गाको सबैभन्दा ठूलो समस्या त सिमानाको हुन्छ नि। सिमाना विवाद कसरी सुल्झाइन्छ त यो ऐन अनुसार? त्यो पनि महत्त्वपूर्ण पक्ष हो। दफा 5 ले त्यसको बारेमा बोल्छ। गाउँ विकास समिति, नगरपालिका वा वडाको सिमाना चाहिँ नापजाँच सुरु गर्नु अघि नै छुट्याइसक्नुपर्छ। पहिले नै? हो, अनि यदि जिल्ला वा अञ्चलकै सिमानामा विवाद भयो भने त्यसको लागि तोकिएको अधिकारी वा समितिले निर्णय गरे अनुसार सिमाना छुट्याइन्छ। तर विवाद मिल्न त समय लाग्ला नि, त्यतिन्जेल काम रोकिने भयो त? होइन, त्यहाँ एउटा राम्रो व्यवस्था छ। यदि सिमाना विवाद टुङ्गिन समय लाग्ने देखियो भने त्यो विवाद भएको जग्गाको किताहरूको दर्ता चाहिँ बाँकी राखेर, मतलब थाँती राखेर अरू नापजाँचको काम अगाडि बढाउन मिल्छ। त्यो त एकदम व्यावहारिक रहेछ। काम नरोकिने भयो? विवाद सुल्झिँदै गर्छ, अरू काम अघि बढ्छ। अनि नापजाँच गर्दा कहिलेकाहीँ गल्तीहरू पनि त होलान् नि, मानवीय त्रुटिहरू। त्यस्तो भए के गर्ने? अवश्य हुन्छ। त्यसको लागि पनि दफा 3 को उपदफा 5 मा व्यवस्था छ। जग्गा धनी पूर्जा दिनुभन्दा अगाडि नै त्यस्तो गल्ती त्रुटिहरू देखिएमा आवश्यक जाँचबुझ गरेर सुधार्न सकिन्छ। अनि जानी गल्ती गर्नेलाई नि? हो, यदि कुनै कर्मचारीले जानी गल्ती गरेको पाइयो भने त विभागीय कारबाही हुन्छ भनेर स्पष्ट लेखिएको छ। त्यो त हुनै पर्यो।
जवाफदेहिता त चाहियो नि। अनि अर्को कुरा, दफा 3(6) अनुसार नापजाँचबाट तयार भएका नक्सा र रेकर्डहरू त्यत्तिकै बस्दैनन्। तिनलाई सम्बन्धित निकायले नियमित रूपमा अध्यावधिक गरिरहनुपर्छ, किनभने जग्गाको स्थिति, स्वामित्व त परिवर्तन भइरहन्छ नि। हो त नि। जग्गा किनबेच हुन्छ, अंशबण्डा हुन्छ। ती सबै कुरा अपडेट हुनु पर्यो। त्यसो भए समग्रमा हेर्दा त यो ऐनले जग्गा नाप्ने एउटा पुरा प्रक्रिया नै दिएको रहेछ। कसले सुरु गर्ने, कसरी गर्ने, कुन मापदण्डमा नाप्ने, विवाद कसरी मिलाउने, गल्ती भए के गर्ने, सबै कुरा। हो, एकदमै। यसले एउटा भरपर्दो अनि देशभरि एउटै किसिमको जग्गाको अभिलेख तयार पार्ने कोसिस गरेको देखिन्छ। र यस्तो रेकर्ड हुनु भनेको सम्पत्तिको अधिकार सुरक्षित हुनु हो, विकास योजना बनाउन सजिलो हुनु हो। अनि त्यो प्रस्तावनामा भनेको जस्तो सायद मान्छेहरू बीचको सम्बन्ध राम्रो बनाउन पनि सहयोगी होला। हुन सक्छ। जग्गाको विवाद कम भएपछि त सद्भाव बढ्ने नै भयो। तर अन्त्यमा एउटा कुरा फेरि त्यही दफा 3(3) गएर अड्कियो, त्यो नापजाँच टोलीलाई दिएको कुनै नियन्त्रण बिना काम गर्न पाउने अधिकार। त्यो अलि विचार गर्नुपर्ने खालको छ। हो नि। एकातिर ऐनले सद्भाव र नागरिक सुविधाको कुरा गर्छ, अर्कोतिर यस्तो फराकिलो अधिकार दिन्छ। व्यवहारमा यो अधिकार प्रयोग गर्दा कतै व्यक्तिको सम्पत्ति अधिकार वा समुदायको चासोसँग बाजिने पो हो कि, यो एउटा सोच्नुपर्ने कुरा हो जस्तो लाग्यो मलाई। हो, कानून बन्नु एउटा कुरा हो, अनि त्यसको कार्यान्वयन कसरी हुन्छ, त्यो अधिकारको प्रयोग कति विवेकपूर्ण ढङ्गले हुन्छ भन्ने अर्को महत्त्वपूर्ण कुरा हो। त्यसमा सधैँ ध्यान दिनुपर्छ।